Hi guys, hello, welcome to my next vlog. अहिले चाहिँ हामी जाँदैछौँ, हामी चाहिँ त्यस्तो बाटो हिँड्छौँ यता माथितिरबाट ओर्लेर। आज चाहिँ हामी मार्केट जाँदैछौँ। आज चाहिँ हामी फिनल्यान्डको मार्केट गएर तपाईहरुलाई फिनल्यान्डको मार्केटमा चाहिँ कस्तो कस्तो सामानहरू पाउँदो रहेछ भनेर देखाउँछौँ र त्यसको सँगसँगै हामी चाहिँ त्यसलाई त्यो सामानहरूको चाहिँ कति प्राइस पर्दो रहेछ एज कम्पेयर टु नेपाल भनेर हामी चाहिँ तपाईहरुलाई देखाउँछौँ है त। फिनल्यान्डमा चाहिँ समर लागेर फुलहरू कति धेरै फुलिरहेछ, बाटैभरि फुल्छ है। उयो चाहिँ स्याउको बोटो अरे, भोलिपर्सि त्यहाँ स्याउ फल्छ। म तपाईहरुलाई चाहिँ स्याउ फलेपछि देखाउँछु। यता चाहिँ कन्स्ट्रक्सन चलिरहेछ, पुरा ट्रेन चल्ने बाटो हो यो। मैले देखेँ कि आज मलाई यसो देख्दा हेर्नु नि यहाँ मिक्की माउस। यता हेर। रेड कलरको हेलो घरि चाहिँ राम्रो लाग्छ। फिनल्यान्डमा चाहिँ अहिले समर स्टार्ट भइसक्यो। सो चारैतिर हरियाली, एकदम वन जङ्गलहरू हराभरा भएर एकदम दामी देखिरहेको छ। म यस्तो घना घना जङ्गलमा हिँड्दैछु, हेर्नुहोस् वरिपरि केही पनि छैन, जङ्गलभन्दा केही पनि छैन है। अनि त्यसपछि यताबाट मार्केट जाँदैछु। हामी चाहिँ अझै पनि मेरो यो गाउँको छैन, चाहिँ मलाई एलर्जी भएर हेर्नु कस्तो भइरहेछ, अनुहारै बिग्रिरहेछ। हेर्नुहोस् यतातिरको जङ्गलमा चाहिँ के छ भन्दाखेरि यो झारबुट्टी धेरै छ के, जङ्गलभित्र छिर्न पनि सक्दैन। यस्तो यो घोचा सानो बिरुवा बोट भएर पुरा यस्तो बाक्लो हुन्छ जङ्गल चाहिँ। तर यताको जङ्गलमा चाहिँ डर हुँदैन, केही पनि आउँदैन। एउटा डियर आउँछ अनि त्यसपछि ऱ्याबिट आउँछ, त्यही देखाएको छु। अरू चाहिँ मैले देखाएको छैन अहिलेसम्म। पुरै फुल फुलाइसक्यो, कति राम्रो देखिरहेछ जताततै। यता चाहिँ यताको फुलको भिडियो हेर्नु न, कति राम्रो देख्छ। यसरी भिडियो बनायो भने खतरा देख्छ, खतरा। म चाहिँ फुल मार्दै हिँडिरहेको छु, मलाई चाहिँ गाली गर्दाखेरि। विन्टरमा यसरी हावा चल्यो भने त मान्छे त मरिन्छ होला जाडो भएर। म चाहिँ अहिले मार्केट घुम्दैछु, हेर्नु न तरकारीहरू। तरकारी हेर्नु न, तरकारी रोप्नलाई हेर्नु पर्यो गोलीबाट। खै रेट कहाँ छ? ए भनेर लेखेको ठाउँमा हेर त, ए भनेको यत्रो धेरै पैसा पर्दो रहेछ। ए वालाको 59 रे, याफ लेखेको याच लेखेको सबभन्दा महँगो रहेछ, 6 युरो रेट। गाजरको पनि रहेछ, तर यति रहेछ, धेरै नै छैन।
मान्छे हेर्नुहोस् म चाहिँ अहिले मार्केट आइपुगेँ यता यहाँको मार्केट कस्तो छ म तपाईँहरूलाई देखाउँछु है त हेर्नुहोस् न एस्पेरेगस चाहिँ कतिमा छ भन्दाखेरि 3 euro 99 cent भनेको 4 euroमा यतिको है यतिको 4 euro पर्छ 4 euro भनेको नेपालको 600 रुपियाँ अनि त्यसपछि यहाँ यिनीहरूको प्राइस सुन्तलाको त्यसपछि यतातिर चाहिँ के छ त फ्रुट्सहरू हेर्नु न कति राम्रोसँग राखेको सरी त्यसपछि म चाहिँ यता स्याउ छान्दैछु कुन चाहिँ लाने भनेर नेपालको आलु बखडा यहाँ नि पाउँछ तर धेरै महँगो छ ल्याउनु नेबर त्यसपछि यो चाहिँ मौसम हो नेपालको मौसम तरकारी हेर्नु न बन्दा यसरी काटेर राखेको हुन्छ यति बन्दाको 169 रे लसुन हेर्नु न यहाँ कत्रो छ लसुन यो चाहिँ प्रिजमा मार्केट हो है यो मार्केट चाहिँ यतापट्टि चाहिँ सबै तरकारीको सेक्सन हो अब यतापट्टि चाहिँ किचनको आइटमहरू यतापट्टि जुसहरू अनि त्यसपछि यतापट्टि चाहिँ कफीहरूको हुन्छ ठाउँमा हुन्छ अनि किचनको इक्विपमेन्टहरूको छुट्टै ठाउँ हुन्छ अनि त्यसपछि यता चाहिँ एनिमलहरूको खानेकुराहरूको के डगहरूको अनि बच्चाहरूको खेल्ने कुराहरू छ मार्केटको चाहिँ सबैभन्दा फेभरेट सेक्सन मेरो भनेको चाहिँ यो हो फ्लावरको सेक्सन हेर्नु न कति राम्रो राम्रो फुलहरू छ यो फुलको चाहिँ कति धेरै महँगो पर्छ है यस्तो दामी फुलहरू पाउँछ अब चाहिँ हामी अर्को मार्केट जाँदैछौँ यो चाहिँ म अर्को मार्केट आइसकेँ यता चाहिँ के छ यसो हेर्दैछु मार्केट डुल्दैछु रिसर्च गर्दैछु फिनल्यान्ड आएपछि चाहिँ फर्स्टमा चाहिँ हामीले रिसर्च गर्नुपर्छ अनि मात्रै सामान किन्नुपर्छ यो मार्केटको चाहिँ मलाई सबैभन्दा फेभरेट सेक्सन भनेको चाहिँ यो हो हेर्नु न यहाँ कस्तो राम्रो एनिमलहरूको पिक्चर छ कि यस्तो राम्रो घोडाहरू छ यता चाहिँ यस्तो राम्रो एनिमलहरू छ तर धेरै महँगो छ है अब चाहिँ म यहाँ सुन्तला देख्न लगाइरहेको छु यहाँको सुन्तला देख्ने स्टाइल चाहिँ यस्तो हो अनि त्यहाँनिर चाहिँ अब हाम्रो यो सुन्तलाको नम्बर कति छ त 15 छ है 15 देख्ने अनि टक्कै यहाँबाट यो आउँछ आएपछि यहाँ 1 euro 85 cent भयो अनि त्यसपछि हामीले चाहिँ यो टक्कै यहाँनिर हाम्रो चाहिँ सपिङ सक्यो अब चाहिँ हामी यो लिएर घर जान्छौँ धेरै खेल्ने ठाउँ छ कि जता मान्छे खेलिरहेको हुन्छन् हेर्नु न यतापट्टि पनि छ यता चाहिँ मान्छेहरूले तरकारी रोप्छन् अब समरमा फुल चाहिँ हेर्नु न बाटैभरि फुल छ जताततै फुल छ यो त हामीहरू चाहिँ सपिङ गरेर घर फर्किँदैछौँ अहिले यहाँ सबैजना फेरि हिँड्दैछौँ यो बाटो मार्केट घुमेर